छपरी टाइपको चुज प्यान्ट लाउने अनि कपाल अनि त खैरो पार्ने यस्तो यसो कसैसँग ठोकेर यस्तो भएको मोमेन्ट चाहिँ मलाई बनाउन मन छ। मलाई हाइट चाहिँ म्याटर गर्दैन। What's the first thing you notice about a guy when you see him for the first time? अपिरियन्स नै हेरिन्छ होइन। त्यही लुगा अलि फर्मल भएको केटा, मलाई चाहिँ लुगा फर्मल लाउने केटाहरू चाहिँ एकदमै अट्र्याक्टिभ लाग्छ। मलाई हाइट चाहिँ म्याटर गर्दैन तर Okay, height matter गर्दैन रे। कस्तो आफ्नै त छैन रे मैले। अनि त्यही ट्र्याक सुटहरू त्यो फेरि जिन्स यस्तो अब हुन त मैले पनि लाएको छु कि तर ओभर फेसन चाहिँ मलाई मन पर्दैन। Fashion red flag. छपरी टाइपको चुज प्यान्ट लाउने चुज प्यान्ट र अनि येल्लो कलरको टी सर्टमा कालो चुज प्यान्ट लगाएको चाहिँ मलाई मन पर्दैन। त्यो चाहिँ अब बोइजहरुमा भयो हैन कि बोइज गर्ल्स दुईटै? नै केटीलाई मजाज गर्दैन। केटीलाई इट्स ओके। केटाहरुमा चाहिँ त्यो अब चुज बाइटहरु त्यसपछि हल्का लाइट अनि कपाल अनि त खैरो पार्ने यस्तो तिमीलाई के कुराले चाहिँ टर्न अफ गराउँछ केटाहरुमा? फर्स्ट भेटमै अलि बडी क्वेशन्सहरु सोध्ने। अब स्ट्रेन्जरले पनि अब हुन्छ नि त अब नाम सोध्दा त इट्स ओके बट कहाँ बस्छौ के गर्छौ एभ्रिथिङ त्यस्तोहरु चाहिँ मलाई सोधेको मन पर्दैन। सुरुमा कम्फर्टेबल हुनु पर्यो अनि त्यसपछि चाहिँ अलि बिस्तारै अब फर्स्ट भेटमै कम्फर्टेबल त भइदैन। सुरुमा अब इन्फर्मेसन अलिअलि हो तर त्यो ओभर नै के गर्छौ कहाँ छौ तिम्रो नेपालमा पनि तिम्रो घर कहाँ हो त्यो हुन्छ नि त्यस्तो चाहिँ मलाई फर्स्टमा सबै कुरा सोधेको चाहिँ मन पर्दैन। म चाहिँ पुरानो हिन्दी फिल्महरु बढी हेर्छु। यसो कसैसँग ठोकेर यस्तो भएको मोमेन्ट चाहिँ मलाई बनाउन मन छ।